अझै 2-4 रोटी बस्छ हामी खाइदिउँ सबै छिटो हुनुहुन्छ लगिसक्यो मेरो दिदीको नाम ठुल दिदी कि सानो दिदी दिदीको नाम लेख्न सानो दिदीको नाम ठुलो दिदीको नाम ठुल दिदीको जसको पनि सानो दिदीको नाम कसको ठुलो दिदीको नाम पाले ठुलो मान्छेको आउँछ मेरो फु ठठा ठिठी ठु ठु ल त्यही भएर त दिदीको मात्र लेख भनेको मैले मेरो 2वटा दिदी हुनुहुन्छ भनेर लेख पहिला उता मेरो दिदी को नाम बिमला र बिनिता हो यार यत्रो भइसक्यो बिमला र बिनिता हो अनि मेरो परिवार मेरो परिवार खुसी परिवार हो दुखी परिवार हो मलाई त पनि नानी हुन्छ छिटो मेरो परिवार खुसी परिवार हो खखा खिकी खु खु ससा सी खुसी परिवार हो अब अरू भन के मेरो गाउँको नाम सालगाडी हो मेरो गाउँको नाम सालघारी हो मेरो गाउँ मेरो गाउँमा धेरै विभिन्न के भन्ला सुरुमा आफै भन्छ छिटो भन भन्न पुरै विभिन्न किसिमका मान्छे छन् जात धर्म का मानिसहरू छन् लेख छिटो यति लेख पाइन्छ त्यहाँ ल छिटो म युट्युबमा हालिदिन्छु फेरि आज त यो पहिलो मेरो युट्युबको पहिलो भिडियो हुनेछ यो छिटो 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 है क्यामेरा राम्रो छैन छिटो मेरो गाउँमा विभिन्न सरज फिर जाओ घर मैले हामी दिदीले मलाई बन्दी बनाछि के खाइस को जाने बस्नु नि त विभिन्न जात अनि धर्म धर्म लेख्नु पर्यो ध अनि म भन अनि माथिबाट यस्तो वाला धर्को दिनुपर्छ टुप्पी धर्म त्यतामुखी टुप्पी हैन यतामुखी टुप्पी धर्म त्यस्तो अगाडिको उमेट दिनु अगाडि उमेट धर्म अनि का
मानिसहरू हरू म भन्छु मानिसहरू बसोबास बसोबास गर्छन् बसोबास छन् छ अनि न धन्यवाद धन्यवाद पनि लेख त्यहाँ आधा नलेखिस् ए लेख अब ए लेख अब कस्तो यस्तो ए इंग्लिश होला कहराको ए त्यस्तो धन्यवाद अनि बा अनि द लेख धन्यवाद ल के भन्न चाहन्छस् यही पर्ला म आदि खेल्न गइराख्छु ओ यहाँ